ए भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन। भैलीको शैलीमा प्रश्न हुँदैन। माछालाई पौडिन सिकाउने, चितुवालाई दौडिन सिकाउने, लाफिङ बुद्धलाई हाँस्न सिकाउने, भालेलाई बाँच्न सिकाउने। हामी त गरिरहेछौँ नि, हजुर भाले बाँचिरहेछ नि त भन्ने फेरि। मुख दलितको देखाउने, नाक चाहिँ आफ्नो देखाएर हिँड्ने बजारमा, त्यो पाइँदैन। दलितको नाममा डलर आउने तर दलितलाई कलर नआउने। फेरि घेराबन्दी गरिन्छ भने खगेन्द्र सुनार स्वीकार्य छ, तयार छ। कहाँको कठघारा मोबिनुपर्छ प्रत्येक मेरा प्रश्नको मसँग जवाब छ, त्यो फेस गर्न खगेन्द्र सुनार तयार छ। यो पछिल्लो सार्वजनिक लेखा समितिको बैठकको केही चर्चा परिचर्चा सर्वत्र भइरहँदा म थोरै केही समय माग गर्न चाहन्छु। प्रथमतः तपाईँले बैठकको प्रारम्भमा भन्नुभयो, आदरणीय सभापतिज्यूले यसलाई मर्यादित बनाउने, यसलाई शिष्ट बनाउने, यसलाई अझ विशिष्ट बनाउने, यसका प्रभावकारिताका विषयमा, यसका गौरवका विषयमा त्यो प्रति एउटा जिम्मेवार सांसद, निर्वाचित सांसद हुनुको नाताले र यिनै विषयको सेरोफेरोबाट आएको एउटा सांसद हुनुको नाताले यो विषयमा म गम्भीर छु। पछिल्लो बैठकमा जे भयो त्यो जनताले सबै ठाउँबाट देखिरहनु भएको छ। आम यो सार्वजनिक लेखा समिति हो, यो सार्वजनिक समितिमा त्यो छलफल भएको विषय। मेरो सभापतिज्यूलाई मेरो एउटा गम्भीर ध्यानाकर्षण चाहिँ के छ भने, समितिमा भएका छलफलहरूमा कहीँ कतै त्यो नियमावली विपरीत छ भने सभापतिज्यूले रुलिङ गर्नुहोला, भन्नुहोला। तपाईँ आँखी भाउ कपालको रौँ फुलेको सम्मानित नेता हुनुहुन्छ, तपाईँले आफ्नो जीवनकालमा लामो समय यी सामाजिक न्यायको पक्षमा काम गर्नुभएको छ, तपाईँप्रति सम्मान छ। तर एउटा सांसदले अर्को सांसदलाई हुर्मत लिने, धम्काउने, घेराबन्दी गर्ने काम त्यो मान्ने छैन। बोल्दै गरेको वक्ता पनि त्यही निर्वाचित सांसद हो जो जनताबाट अनुमोदित भएर आएको मान्छे हो। यहाँ प्रत्येक सांसद सार्वभौम छ। त्यो भन्दै गर्दा कहीँ कतै नियम आपत्ति भयो भने सार्वजनिक लेखा समितिको जुन नियमावली छ त्यो देखाउने, नियम आपत्ति गर्ने र सभापतिले रुलिङ गर्नुलाई, ताकि यसो र त्यसो भन्ने छैन, हुँदैन, त्यो मान्ने छैन, त्यो स्वीकार्य छैन। र पनि फेरि घेराबन्दी गरिन्छ भने खगेन्द्र सुनार स्वीकार्य छ, तयार छ। कहाँको कठघारा मोबिनुपर्छ प्रत्येक मेरा प्रश्नको मसँग जवाब छ, त्यो फेस गर्न खगेन्द्र सुनार तयार छ। शैली मिलेन भनिएको छ धेरै ठाउँमा। भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। ए भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन। भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु। तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ। त्यो कसैको चाकडी, कोही कसैलाई भन्नुपर्ने, केही कसै गर्नुपर्ने छ भने सम्बन्धित माननीयज्यूहरूले यसरी हो नि बोल्ने।